सवारी साधन सिग्नलहरू। हरियो बत्ती, तपाईँ सिधा जान, बायाँ मोड्न वा दायाँ मोड्न सक्नुहुन्छ। यद्यपि तपाईले आवश्यकता अनुसार पैदल यात्री र अन्य ट्राफिकलाई बाटो दिनुपर्छ। पहेँलो बत्ती, तपाईले स्टप लाइनमा रोक्नुपर्छ। यदि अचानक रोक्दा खतरनाक हुन्छ भने मात्र तपाईँ अगाडि बढ्न सक्नुहुन्छ। रातो बत्ती, तपाईले स्टप लाइन अघि पूर्ण रूपमा रोक्नुपर्छ र चोकमा प्रवेश गर्नु हुँदैन। पैदल यात्री सिग्नलहरू। हरियो चित्र, पैदल यात्रीहरूले बाटो काट्न सक्छन्। चम्किरहेको हरियो चित्र, पैदल यात्रीहरूले बाटो काट्न सुरु गर्नु हुँदैन। यदि पहिले नै पार गर्दै हुनुहुन्छ भने उनीहरूले छिट्टै पार गर्नुपर्छ वा फर्कनुपर्छ। रातो चित्र, पैदल यात्रीहरूले बाटो काट्नु हुँदैन। 2. एरो सिग्नलहरू। एरो सिग्नलहरूको कार्य। जब एउटा एरो हरियो बल्छ, तपाईँ केवल एरोले सिग्नल गरेको दिशामा मात्र अगाडि बढ्न सक्नुहुन्छ। यो मुख्य सिग्नल रातो वा पहेँलो भए तापनि लागू हुन्छ। दायाँ बायाँ सिधा एरो, तपाईले देखाइएको विशेष दिशामा मात्र अगाडि बढ्न सक्नुहुन्छ। 3. फ्ल्यासिङ सिग्नलहरू। चम्किरहेको पहेँलो बत्ती, तपाईँ अन्य ट्राफिकमा ध्यान दिँदै अगाडि बढ्न सक्नुहुन्छ। यद्यपि तपाईलाई कानुनी रूपमा गति घटाउन आवश्यक छैन, तर यदि अगाडि बढ्न असुरक्षित छ भने तपाईले रोक्न तयार हुनुपर्छ। चम्किरहेको रातो बत्ती, तपाईले स्टप लाइन अघि पूर्ण रूपमा रोक्नुपर्छ, सुरक्षा जाँच गर्नुपर्छ र त्यसपछि सावधानीपूर्वक अगाडि बढ्नुपर्छ। 4. विशेष सिग्नलहरू। रेलमार्ग क्रसिङ सिग्नलहरू। जब चेतावनी अलार्म बज्छ र बाधाबारहरू तल झर्न थाल्छन्, तपाईले सधैँ रोक्नुपर्छ। पहेँलो एरो सङ्केत, ट्रामका लागि। पहेँलो एरो सङ्केत, ट्राम, स्ट्रिट कारमा मात्र लागू हुन्छ। नियमित सवारी साधन र पैदल यात्रीहरूले मुख्य ट्राफिक लाइट पालना गर्नुपर्छ, पहेँलो एरो होइन। बस मात्र सिग्नलहरू। सेतो प्रज्वलित बार भएको सिग्नलहरू केवल तोकिएको लेनहरूमा बसहरूमा मात्र लागू हुन्छन्।